त्यो म्याच चिक्ने त्यो नेपाली नेपाली त्यो मुजी त्यो डाइरेक्टरहरू त्यो मुजी जता पाए त्यतैको त्यो मुजी एक्टर मुजी भाँडाको टट्टुहरू सबै खोजेर ल्याउने मुजी हरेक फिल्ममा त्यही एउटै एक्टरहरू राखेको छ कन्डो जस्तो एक्टिङ मुजी मेरो डोला जस्तो ख्वाक्कै मुखमा छिराइदिने जस्तो एक्टिङ सबैले त्यही भएर सपोर्ट नै नगर्ने भाइ सपोर्ट नै नगर्ने भाइ हामी नेपाली मुभी त्यस्तोहरू सपोर्ट झुकेर एक दुईजना राम्रो एक्टिङ गर्नेको सपोर्ट गर्ने अरू कसैको नेपाली मुभी सपोर्ट नगर्ने भाइ त्यो सपोर्टले केही हुँदैन भाइ नेपाललाई डाइरेक्टरलाई मात्रै फाइदा हुन्छ भाइ बुझिनुहोस् हामी जो एक्टरलाई चाहिँ पुस गरेर त्यस्तोलाई गर्ने भाइ सपोर्टै नगर्ने भाइ म्याच सिक्नेहरू एक्टिङ हेर्न भाइ एक्टिङ म त त्यहाँ गएर यस्तो त्यो भने त त्यो एक्टिङ गर्नुपर्छ त भाइ त्यो एकछिन त्यो भने त भाइ तेरो त्यो माथि माथिको एक्टर भाइ त्यो को छ हाम्रो बिपिन दाईलाई पनि म त्यो हुन्छ नि अब मेरो यो लेभलले चाहिँ भएन मैले अलिक अपग्रेड गर्नु पर्यो अब किनकि त्यहाँ पुगिनँ भने यसले यहाँ पुगिसक्यो मैले यहाँ पुग्नु पर्ने हुन्छ भाइ कसम ढाँटेको होइन भाइ कसम ढाँटेको होइन भाइ कसम भाइ अलिकति धेरै गफ पनि हाने जस्तो लाग्यो नि तर ढाँटेको चाहिँ होइन